मैले खाना नबनाएको हो, म ढाकेर सुरु गर्दिनँ, मैले बनाएकै हो खुवाएकै हो भन्दिनँ। अनि मेरो श्रीमानलाई हुने नहुने चाहिने भन्दा बढी खबर पुर्याउने पनि मेरै बहिनी हो, त्यो मलाई थाहा भएको कुरा। माया ममता कस्तो दिनु भएको भन्ने कुरा म भोग्नेलाई मात्रै थाहा छ सर। ए भन्न खोजेको तपाईँलाई माया चाहिँ पुगेन भन्न खोज्नु भएको? हजुर। अनि उहाँले मलाई उपचार गर्नु भनिसकेपछि मलाई पैसा दिन्थेन। तपाईँको हस्बेन्डलाई छोड्नुको कारण भनेको चाहिँ छोराछोरीको माया हुँदा हुँदै पनि उपचार हुन्छ कि भन्ने आशले चाहिँ तपाईँ बिहे गर्नुभयो? हजुर। विदेशीको रोजगारमा काम गर्दै आउनुभएका शेराब सिंह वैबाको श्रीमती रेलीमाया वैबा विमल तामाङसँग गएपछि हामीसँग प्रत्यक्ष फोन सम्पर्कमा शेराब सिंह वैबा आउनुभएको थियो। छोराछोरीसँग बोलेको भिडियो तपाईँहरूको माझमा हामीले प्रस्तुत गरिसकेका छौँ। जुन भिडियो प्रस्तुत गरिसकेपछि हामीसँग शेराब सिंह वैबाको श्रीमती रेलीमाया वैबा र विमल तामाङ हामीसँग फोन सम्पर्कमा आउनुभएको छ। उहाँहरूसँग गरेको कुराकानी तपाईँहरूको माझमा हामीले देखाउने कोसिस गरिरहेका छौँ। यो भिडियो तपाईँहरूको माझमा म बसिराखेकै छु, राम्रै छु। 3 वर्षसम्म चाहिँ हाम्रो सम्बन्ध राम्रै थियो, ठिकै थियो। हजुर। हुन त पहिला यहाँ नेपालमा हुनुभएको बेलामा पनि हामी दुईजनाको सम्बन्ध बाहिर देखावटी चाहिँ धेरै राम्रो थियो, तर हाम्रो भित्री सम्बन्धी कहिले पनि राम्रो थिएन। खर्च चाहिँ पठाउनु भयो सर, अनि खर्च पठाउनु भयो भने मलाई राम्रो चाहिँ कहिले पनि भन्नु भएन कि, जहिले पनि शङ्का, जहिले पनि शङ्का। लकडाउनको बेलामा म माइती गएर बस्यो, माइती गएर बस्दाखेरि पनि मेरो आमा बुवा सबैसँग कुरा गर्नु भइसकेर पनि त तिमी कस्तो घरमा भनेर सोधेपछि त त्यो सरले नै बुझ्नुहुन्थ्यो कस्तो चाहिँ होला त। अनि अहिले चाहिँ मेरो बच्चाहरूलाई भाडेको मेरो चाहिँ कुरा गर्नु लागेको चाहिँ स्वयं मेरो आफ्नै बहिनी कान्छी हो, कान्छी बहिनीले त्यसो गरेको हो। अनि मेरो श्रीमानलाई हुने नहुने चाहिने भन्दा बढी खबर पुर्याउने पनि मेरै बहिनी हो, त्यो मलाई थाहा भएको कुरा। तपाईँको बाबु नानीहरूले चाहिँ तपाईँलाई के भन्नुभयो भने मम्मीले खाना पनि बनाइदिनु हुन्न थियो, आफैले कपडा लगाउने, आफ्नो कपडा धुन पर्ने आफैले, मम्मीले कहिले पनि खाना बनाउनु भएन, मम्मीले गर्ने भनेको एउटा तान मात्रै बुन्ने हो भनेर तान देखाउनु भयो के? यसमा चाहिँ के भन्नुहुन्छ, यो चाहिँ के हो? मैले खाना नबनाएकै हो, म ढाकेर सुरु गर्दिनँ, मैले बनाएकै हो खुवाएकै हो भन्दिनँ। किनभने अब मेरो बच्चा छोरा पनि त आज 17 वर्षको भयो। मलाई चाहिँ उहाँले मम्मीले चाहिँ हामीलाई खाना बनाइदिनु हुन्न थियो भनेर भन्नुभयो। तपाईँ एउटा आमा भइसकेपछि त तपाईँले त्यति धेरै माया गर्ने छोराछोरीहरू हुँदा हुँदै पनि तपाईँले त त्यो त गर्नुहुन्न थियो नि भन्ने प्रश्न चाहिँ मेरो। अर्को चाहिँ म तपाईँलाई के भन्छु भने होला रे तपाईँको श्रीमानसँग के हकमा तपाईँको सम्बन्ध बिग्रेको थियो होला, तर पनि त्यति प्यारी छोरीलाई तपाईँले त्यति सजिलैसँग त्यसरी छोडेर त नहिँड्नु पर्ने थियो भन्ने प्रश्नमा चाहिँ मेरो। कति त मैले जतिखेर पनि सँगै लिएर हिँड्थ्यो सर, मैले छोरीलाई त्यसै छोडेको थिएँ त। हजुर। छोरी मैले जहिले पनि सँगै लिएर हिँड्थ्यो, छोराहरूलाई प्राय कुराहरू थाहा थियो, उनीहरूले किन सबै सठिक कुरा बताएन त्यो मलाई थाहा छैन। तपाईँले छोराछोरीको मुख हेरेर पनि त तपाईँले त्यो सम्बन्ध नबिगारिदिनु भएको भए त हुन्थ्यो होला नि भन्ने प्रश्न चाहिँ मेरो प्रश्न के? मैले छोडेर नहिँडेको भए त हुन्थ्यो भन्ने तपाईँको भयो। मलाई दिन रातै जहिले पनि यस्तो उस्तो भनिराख्नु भयो त। अनि म बिरामी हुँदाखेरि पनि म सुन्निने घट्ने यस्तो भइरहेको थियो, मेरो पेटहरू टाउकोहरू सबै सुन्ने, माइग्रेनको औषधि खाएर त्यस्तो भयो। मलाई उपचार गर्न कहिले खर्च दिनु भएन। अनि मैले तपाईँको पैसा यसो गरेर मैले बजेट राखेको छु, यो बजेट पैसाबाट म यसो गरेर खर्च गर्छु, मलाई यस्तो ऊ भयो, अब के गर्ने भनेर सल्लाह गर्दाखेरि मसँग तिमीलाई उपचार गर्न पैसा छैन भनेर भन्नुभयो, मसँग तिमीलाई उपचार गर्न पैसा छैन भन्नुभयो। अनि यताकोले भन्नुभयो अब तिमी यस्तो बिरामी रहेछ, अब तिमी मसँग आयो भने म उपचार गरिदिन्छु भन्ने कुराहरू भयो। अनि त्यही उपचार गरिदिन्छु भन्ने कुरा भएपछि चाहिँ एउटा कुरा मेरो उपचार पाउँछ कि भन्ने आशा पनि म यता हिँडेको सर। तपाईँको श्रीमानले त मैले भएको जति खुसी दिएँ, मैले चाहिँ पैसा भने नपुग थिएन, मैले सबै कुरा पठाएको थिएँ भनेर भन्नुहुन्छ त। फेरि यो कुरा फेरि तपाईँले याद गरिराख्नु भएको छ कि छैन? यो कुरा फेरि रेकर्ड भइरहेको छ नि। फेरि मैले तपाईँको फेरि चाहिँ त्यो हस्बेन्डसँग उहाँले पैसा दिनु भएको भन्नुभएको मात्रै हो,
पैसा उहाँले कति दिनुभएको माया ममता कस्तो दिनुभएको भन्ने कुरो म भोग्नेलाई मात्रै थाहा छ सर। ए भन्न खोजेको तपाईँलाई माया चाहिँ पुगेन भन्न खोज्नु भएको? हजुर, अनि उहाँले मलाई उपचार गर्नु भनिसकेपछि मलाई पैसा दिन्थेन। यसरी वीर हस्पिटलमा गएर मेरो यो टाउकोकै कारण वीर हस्पिटलमा गएर अनि मैले मेरो टाउको दुखेर आएको भनेर भन्यो। अनि त्यहाँ भन्दाखेरि एमआरआई गर्नुपर्छ भन्ने कुरा भयो। एमआरआई गर्नुपर्छ भन्दा कति लाग्छ भनेर भन्दाखेरि अनि 11,000 लाग्छ भनेर भन्नुभयो। अनि मेरो श्रीमानलाई मैले 11,000 लाग्छ अरे मेरो टाउकोमा एमआरआई गर्नुलाई एमआरआई गर्नुपर्छ अरे। एमआरआई गर्नको लागि मलाई 11,000 चाहिन्छ अरे भन्दाखेरि उहाँले 11,000 मात्रै दिनुभयो। दिनु नभएको होइन, दिनुभएको 11,000 मात्रै दिनुभयो। अनि 11,000 दिँदाखेरि त्यो 11,000 भित्रमा म जाने गाडी भाडा खोइ, अनि टेस्ट गरिसकेपछि किन्नलाई औषध किन्ने पैसा खोइ। अनि मैले त्यो कुराहरू राखेपछि उहाँले के भन्नुभयो भने ल पैसा छैन, तिमीले के गर्नुपर्ने गर, मैले दिनुपर्ने पैसा त्यति नै हो। होइन, उहाँले त अनि एकाउन्टमा जम्मा गरिदिनु भएको थियो अरे त। अनि तपाईँले एकाउन्टमा जम्मा गरिदिइसकेपछि त तपाईँले त्यहाँबाट केही हकमा पैसा त चलाउन पाउनुहुन्थ्यो होला त फेरि? होइन, एकाउन्टमा जम्मा गरेको पैसा केही गरेर उनले हिसाब खोज्नुहुन्थ्यो। जहिले पनि मेरो पैसा कति पुग्यो भनेर सोध्नुहुन्थ्यो, खोज्नुहुन्थ्यो, हिसाब खोजिराख्नुहुन्थ्यो। अनि मैले तपाईँको पैसा यति पुग्यो यति छ भन्दाखेरि कुनै बेला उसको हिसाब भन्दा 1 रुपियाँ मात्रै तल माथि भयो भने त्यसमा पनि निर्भर छ। यो कुरा सत्य हो नि? फेरि तपाईँको मैले भने यो म उहाँसँग ट्रेन बसेर मैले यो कुरो गर्नु सक्छ। उसले 1 रुपियाँ मात्रै घटेर 1 रुपियाँ मात्रै बढी कति हुँदाखेरि पनि के गरेर बढी आयो, अस्ति त घटिरहेको थियो, यो के गरेर बढी आयो भनेर उसले त्यसको पनि हिसाब सोध्थ्यो। के गरेर 1 रुपियाँ घटी भएछ भने नि के कारणले 1 रुपियाँ घटी भयो, त्यो कसरी कहाँ गयो, के गर्यो भनेर यो प्रश्नहरू आइरहन्थ्यो। भनिसकेपछि तपाईँले चाहिँ तपाईँको हस्बेन्डलाई छोड्नुको कारण भनेको चाहिँ छोराछोरीको माया हुँदै पनि तपाईँको उपचार हुन्छ कि भन्ने आशले चाहिँ तपाईँ बिहे गर्नुभयो? हजुर। तपाईँको भिडियो राख्दाखेरि केही फरक परेन नि? यो आवाज राख्दा त फरक परेन नि? पर्छ र? मलाई कन्ट्याक्ट गर्न सक्नुहुन्छ। अहिले पछि म तपाईँलाई कल गरौँला, त्यतिखेरसम्म चाहिँ हामी लेनदेनको कुरा गरौँ न, हुन्छ दिदी? ओके, म अहिले थोरै बिजी भएँ है त।